हेलो गाइस, गुड मर्निङ। के छ तपाईँहरूको हालखबर? सन्चै आरामै हुनुहुन्छ? आजको हाम्रो शनिबारको बिहानको 5:15 अवस्था यता साउदीको सुनसान छ रोडहरू, किनकि यहाँ भनेको चाहिँ तपाईँको शुक्रबार शनिबार बिदा हुन्छ। त्यो भएर सब सुतिरहेको हुन्छन्। बिहानको 5 बजे भनेपछि सबै सुतिरह र यहाँको हलिडे हो, शुक्रबार शनिबार छुट्टी हुन्छ। सो हामी चाहिँ यसो बाहिरतिर, हामी भन्नाले म चाहिँ बाहिरतिर यसो डुलडाल गर्दैछु। बिहान निन्द्रा चाँडै खुल्यो अनि झ्याउला बस्न सो बाहिरतिर हिँड्नु पऱ्यो। मौसम पनि पानी आउला आउला जस्तो भइरह, अलिक कस्तो कस्तो बादल आए जस्तो भइरह मौसमहरू। अनि यतातिर बाहिरतिर यसो टहल्न हिँडेको, झ्याउला कोठामा बस्न। आज चाहिँ बिदा दियो है, के भएर बिदा दियो थाहा भएन। आज चाहिँ बिदा चाहिँ दियो है। आज काम पनि खासै छैन, त्यो भएर नि होला। प्रायः कति लगभग 1.5-2 महिना भयो कहिले बिदा दिएको थिएन। आज चाहिँ बिदा दिएछ। ल त्यो पनि खुसी लाग्यो। अनि त्यो भएर यसो ढुक्क तालले बाहिरतिर हल्का डुलडाल गरौँ भनेर डुल्न हिँडेको। यो चाहिँ यहाँको स्कुल, साउदी स्कुल, साउदीको बच्चाहरू पढ्ने। त्यो पनि बन्दै भनौँ न, शुक्रबार शनिबार 2 दिन बन्द भएपछि त बन्दै भन्नु पऱ्यो। अनि गाइजहरू, यो चाहिँ हाम्रो साइकलहरू छ यहाँ पनि भाडामा छ लगाउने इलेक्ट्रिक साइकलहरू। यो चाहिँ अनलाइन पे गर्नुपर्छ, अनलाइन पे गरेर अनि चलाउन चाहिँ पाइन्छ। रोड पुरै सुनसान छ, सुनसान रोड, छैन कोही पनि। यता पनि छैन, यता पनि छैन, सब छुट्टी भएर अनि सब बन्द। फ्याटफुटै चलाएन अलिअलि अलिअलि चलाएन गाडी, खासै छैन। बन्द भएछ, अब सब रेस्ट गर्ने, आराम गर्ने 2 दिन। यो चाहिँ हाम्रो नेपालमा पनि लागु हुन लाग्यो नि त। तपाईँलाई थाहा छ कि थाहा होला, किन थाहा नै है। नेपालमा बस्दैछ शनिबार आइतबार त पहिला अब शुक्रबार र शनिबार बन्द हुन्थ्यो कि सरकारी, अनि अहिले चाहिँ अब चाहिँ शनिबार आइतबार 2 दिन बन्द गर्ने सरकारी स्कुलहरू, सरकारी प्राइभेट स्कुल अनि गभर्मेन्ट जबहरू, सब ब्याङ्कहरू सबै बन्द लागु भइसक्यो छैन क्या सायद अहिलेसम्म। मलाई पनि थाहा थिएन, मेरो बाबुले भन्दै थियो। हाम्रो नि अब स्कुलमा शनिबार र आइतबार 2 दिन बिदा हुने अरे भन्दै थियो, प्राइभेटमा अनि सरकारीमा पनि सबै भन्थे। त्यो भएर मलाई थाहा भएको कुरो हजुरलाई यसो सूचना दिएको। कस्तो लाग्यो हजुरहरूलाई भन्ने के। मार्केटहरू सब ठ्याप्पै बन्द, मार्केटहरू बन्द। अब यसरी डुल्दै जाने हो। सो कहिलेकाहीँ एक्लै हिँड्नु पनि एउटा छुट्टै आनन्द आउने कि होइन। एक्लै आनन्दले यसो यताउता डुल्दाखेरि आफूलाई आनन्द रमाइलो लाग्ने के। कोही छैन, कसैसँग बोल्नु पर्ने, आफ्नो सुरले पुलु यताउता हेर्दै अनि यसो अवलोकन गर्दै होइन। यसको नि एउटा छुट्टै मजा छ। मलाई चाहिँ त्यस्तो लाग्छ है। तपाईँहरूलाई कस्तो लाग्छ होइन? यहाँ चाहिँ हवाईका आइटमहरू पाइन्छ, हवाई कम्पनीको मोबाइलको, हवाई अनि मोबाइल ल्यापटपहरू सबै पाइन्छ। बिल्डिङ हो यो चाहिँ। बिल्डिङ चाहिँ खै के को थाहा भएन, तर चाहिँ पछाडिको चाहिँ सप हो। हवाईका पार्ट पुर्जाहरू पाइने, सामानहरू पाइने, त्यही नै हो। यतातिर मार्केटहरू भइहाल्यो सबै। अब बन्दै छ, खुल्ला छैन, त्यही नै हो सबै टक्क बन्द छन्। ठ्याक्कै कोरोना कालको फिल भइरह। कोरोना कालमा नि यस्तै थियो नि त, कहीँ केही थिएन, गाडीहरू तपाईँको कोही हिँड्न नपाउने कि कोरोना कालमा। त्यतातिर सेम त्यही कर्फ्यू लागे जस्तो भएको थियो नि त, त्यस्तै फिल भइरह अहिले चाहिँ। कोही छैन, बेलुका भयो भने सुनसान हुन्थ्यो, बिहान भयो भने सुनसान हुन्थ्यो। कोठामा बसिया अनि यता हेऱ्यो उता हेऱ्यो बस, सेम त्यस्तै फिल। ठिकै हो होइन। यता चाहिँ नयाँ बिल्डिङहरू बन्दैछन्। यता प्रोजेक्ट, नयाँ बिल्डिङहरू, प्रोजेक्टहरू हो, त्यही हो। बिल्डिङ्स
आज त तपाईँहरूलाई बिल्डिङ मात्रै देखाउने भयो यहाँ मैले जतासुकै यसो गल्ली गल्लीमा हिँडेको छु बिल्डिङहरू हेर्दै हिँड्दै पुलुक 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 कस्तो रहेछ भनेर। यो चाहिँ अर्कै गल्ली हो, यता नि बिल्डिङ कन्स्ट्रक्सनको काम हुँदैछ। सो यता यो बिल्डिङ भइगयो, यता टावर भइगयो। हामी पार्कतिर जाने हो, मेरो गन्तव्य नै यही हो। पार्कसँग आयो यसो दिमाग फ्रेस हुन्छ, टक्क हल्का यसो वकहरू गऱ्यो। मान्छेहरू हल्का फुल्का हिँडिरहन्, वक गर्दैछन्, कोही जगिङ कोही वक गर्दैछन्। यतातिर हाम्रो टावर भइहाल्यो। अनि त्यही हो, यो चाहिँ लाइब्रेरी, रियाद लाइब्रेरी ओलैयाको। आर्मीहरूको गाडी पनि छ यहाँनिर देखिया नि क्या, सानो देखिया पछाडिपट्टि आर्मी छन्, आर्मीहरू भिडियो बनाउनु दिँदैन होला सायद। खलास यहीँ बनाऊँ न, हेरौँ ल कस्तो हुन्छ है। पुरै वन बोकेर हिँड्यान्। यताको यो लाइब्रेरी भइहाल्यो, यो चाहिँ लाइब्रेरी। अनि यता चाहिँ यो यहाँको आर्मीको गाडी यस्तो हुन्छ, यहाँको आर्मीहरू सबै रमाइलो गर्न आएछन् यतातिर। कोही रमाइलो गरेछन्, कोही के गरेछन्, कोही वक गर्ने, कोही एक्सर्साइज गर्ने, कोही चाहिँ तास खेल्ने। तास पनि खेल्न पाउँदो रहेछ, तर खै पुलिसहरूले यहाँ केही नभन्दो रहेछन्। चट्ट 3-4 जना मैले अनि यो पार्कतिर आएँ। अस्ति देखाएको थिएँ, 4-5 जना भए पार्कमा, अनि तासहरू खेलेको पनि देखेको थिएँ। त्यही नै हो आजको भिडियो चाहिँ, यति नै। सो हजुरहरूलाई कस्तो लाग्यो लाइक सेयर एन्ड सब्सक्राइब चाहिँ गरिदिनु होला। सो त्यही नै हो। सो हाम्रो नेपाली दाजुभाइ खुसी रहनु, सुखी रहनु। जय नेपाल। आजको दिन सबैको शुभ रहोस्। बाई बाई।